ल गाइज हामी अहिले रोडनिर पुग्यौँ। अब पुगेको चाहिँ छैन होइन, तर अब पुग्नेवाला छु। ल फाइनली गाइज रोडमा पुग्यौँ। ल गाइज अब चाहिँ हामी यहाँ घुम्ने। घुम्न जाने भने अब कति पनि हेर्नु सक्नुहुन्छ तपाईँहरूले भने। ब्रेक छैन, त्यही भएर घुम्न आजको लागि यति नै मतलब यतैतिर घुम्ने होइन। ओ भाइ गाइस यता अब घुम्ने। उहिले हामी आइपुगेछ, उहिले हान्न सकिँदैन रहेछ। उहिले गाइस यता क्यामेरा चाहिँ तल झरिरहेछ, त्यही भएर म क्यामेरा बनाउँछु यतानिर रोकेर, त्यही पछि भेटौँ होइन। ल गाइस क्यामेरा नझर्ने बनाएर भेटौँ है। ल गाइस अहिले चाहिँ मैले क्यामेरा सेट गरिसक्यो होइन। त्यहाँनिर हल्लिरहेको छु कि धेरै कस्न लुज परेछ। ल उताबाट अब उता फर्किने धन्नै लडेन यार केटा। अहिले चाहिँ गाइस मेरो साथी भन्नुपर्दा नि अङ्कल चाहिँ आएको छैन। अब यो माथिबाट जाने हामी होइन गाइस, माथिबाट जाने हामी माथिबाट जाने। ल सुरु। ल गाइज मलाई चाहिँ साथ सपोर्टको जरुरत छ, त्यही भएर साथ सपोर्ट दिनु होला। म आज उहिले हान्न सिक्ने हो गाइज होइन। गाइज अगाडिको टायर नै उठिरहेको छैन कि मेरा, अगाडिको टायर गाइज। मेरो चाहिँ अस्ति एक्सिडेन्ट भएर भाङ्गो भएको छ, तर पनि चलाउँछ कि तैँले फिट या अहिले चाहिँ गाइज अङ्कलले पनि आउँछु भनिरहेको छ, आउँछ कि आउँदैन। ब्याक गइरहेको छ गाइज। भिडियो बनायो रुपियाँ कमायो हेमा जसरी टेक्नोलोजी हो अब एडिट गर्नुहुन्छ बाहातिर। ल गाइस अहिले चाहिँ म माथि जाने हो होइन, पुरा धेरै टाढा त जाने होइन गाइस, किनभने मेरो साइकलको ब्रेक छैन। धेरै गलिरहेको छु कि गाइस अहिले चाहिँ। अहिले भेटेको भर्खर मेरो चाहिँ फुपू होइन गाइस। ल गाइस यताबाट माथि जाँदाखेरि माथि जाँदाखेरि गाह्रो हुन्छ कि गाइस, त्यही भएर ज्यादा म माथि जाने होइन। ल माथि गएर भेटौँला। ल गाइस अहिले चाहिँ म माथि पुगेँ होइन, यता गिठाड्यो। यहाँको नाम चाहिँ तलनिर सरकारी घर छ होइन गाइस, त्यो सरकारी घर पनि यहाँको
देखाउने छु होइन गाइज। तर यहाँबाट जाँदाखेरि नि ब्रेकको धेरै भएर मात्रै जानुपर्छ कि त्यहाँनिर अनि यहाँनिर सरकारी घर छ होइन। सरकारी घरको के भएर थाहा छैन होइन मलाई चाहिँ सरकारी घरनिरको पुरै पहिरो गएर होइन गाइज आदत देखिरहेको छैन कि यतातिर तल गएर देखाउँछु होइन गाइज। यतानिर चाहिँ सरकारी घर होइन गाइज। ल सरकारी घर होइन त्यहाँको टिन चाहिँ छैन क्या, किनभने त्यो त थाहा छैन होइन। टिन कसैले खाइदियो होला पेट भोकी लागेर। यहाँनिर साथी होइन भेटियो तर कहाँ जाने यार मजबुत आयो हावाला गाइस। सो यहाँनिर चाहिँ हाम्रो मन्दिर होइन गाइस। तर यता फोन झर्ला जस्तो छ। यतानिर हाम्रो मन्दिर होइन गाइस। यतानिर पनि छ तल पनि छ होइन। तर यहाँबाट जाँदाखेरि के भयो हामीलाई डर हुन्छ, ब्रेक त छैन के त्यही भएर यता बाटो म नजाने के नजाने मतलब नल्याउने के यतानिर साइकल आज चाहिँ बनाएको हो होइन गाइज। ल अब तल गए जाउँ। अब चाहिँ मैले ब्रेक छोडिदिएँ होइन गाइज। कतिको फास्ट जाँदो रहेछ। हामी माथिबाट जाने गाइज माथि। गाइस अहिले बत्ती पनि आएको रहेछ होइन। यहाँनिर डर लाग्छ होइन गाइस। मलाई चाहिँ थोडा हल्का हल्का के थोडा त लाग्दैन हल्का हल्का, किनभने यहाँनिर यस्तै लुट्यो कि म त्यही भएर बस्छु गाइस। यहाँनिरबाट पर जाने ओ भाइ गाइस यहाँदेखि अब त्यहाँ पर जाने होइन हामी। गाइस यहाँनिर पछाडिको भिडियो आफैलाई अगाडिको आफै लाग्छ क्या भिडियो चाहिँ। त्यही भएर त्यति त्यसै आफ्नो अगाडिको ब्रेक आफै लाग्ने भएर। तर होइन अस्ति यहाँ ब्रेक पनि बिग्रिएको कि मेरो। यतानिर आफ्नो साथी त दोकाननिर काम गरिरहेछ आफ्नो भोगा बनाउन। कडा यहाँ गाइस। यहाँनिर मलाई लास्ट डर लाग्छ कि किनभने अस्ति यहाँबाट तल गिरियो क्या हामी भन्यो भने म भनौँ आज पनि नलगा गाइस। अगाडि भन्ने अब है कच्ची ह्यान्डल नै कभर गर्न सक्दैन। ल गाइस अहिले चाहिँ मैले आराम गरेर माटेको होइन लास्ट गाह्रो भएको छ क्या आज चाहिँ हामीलाई। सिट पनि तल भयो होइन गाइस। रोड लो त्यो पनि ठिक छ। हामी यस्तै जाने यो पारामा ल गाइस
हाम्रो साथी पनि आयो खाना खाएर होइन ए आना बोला बना के भन्दाखेरि बनाउन अरे आयो होइन गाइज हाम्रो साथी छ यता ल गाइज अब चाहिँ हामी माथि पुलमा जाने अगाडिको ब्रेक आफै लाग्छ अघि पनि भनिहाल्नु तपाईँहरूलाई साथी पनि आउँछ पछाडि बिस्तारै साथीलाई ल्याएर माग्ने हो ल गाइज यता चाहिँ आफै ब्रेक लाग्छ के ल अब चाहिँ यता बिच पुलमा गएर सुट गर्ने ल गाइस पहिले चाहिँ हामी यस्तै जाने यतैबाट होइन गाइस धेरै गाह्रो छ है यताबाट जान ओ गाइस लास्ट रफ्तारमा जाँदैछ है ओ भाइ के मजा आउँछ क्या गाइस यता चाहिँ ओ भाइ आफै हानिरहेको छ पाइडल पनि यता खुट्टाले ल गाइस यता पनि यिनीरै जानुपर्ला यिनीर भन्दाखेरि पनि यस्तै तर त्यहाँबाट साथीले सुट गरिदिन्छु भनिरहेको छ होइन भिडियो चाहिँ तर ठिक छ भाइ ओ भाइ फाइनली साइकल पनि फर्काइयो यस्तो गर्ने होइन मेरो भने आफै ल गाइस आजको लागि यति नै फेरि भेटौँला अर्को भिडियोमा र आजको भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला ल जय नेपाल